के गरेको के गरिराख्नु आशिका भाइ हो फोटो खिच्ने अब 6 जना मान्छे यहाँ भइसके पछाडि हामी यहाँ आएर तस्बिर खिच्नु मात्रै ठुलो कुरा होइन, यहाँबाट हामीले मजा लिनु मात्रै ठुलो कुरा होइन, यहाँको सौन्दर्यता बचाउन सकियो भने नै यो आगामी पिँढीको लागि यो रहन्छ त। त्यो भएको कारणले हामी यो एरिया चाहिँ हामी अहिले क्लिन गर्नेछौँ। योभन्दा यतापट्टि छ गौरीशङ्कर हिमाल चाहिँ मेन गौरीशङ्कर हिमालको चुचुरो त्यहाँ रहेको छ र अहिले हामी यहाँ चाहिँ टक्क ब्रेक लिएको छौँ। एउटा कुरो चाहिँ यहाँ सुधार गर्नुपर्ने पक्ष भनेको चाहिँ अब खरिढुङ्गामा आएर हाम्रो पर्यटकहरूले अथवा यहाँको चाहिँ आउने आगन्तुकहरूले चाहिँ पालना गर्नुपर्ने एउटा मुख्य विषय भनेको यत्रतत्र यहाँनिर चाहिँ फोहोर गरेको पाइयो। सिन्धुपाल्चोक जिल्ला र दोलखा जिल्लाको सम्पूर्ण भूभागहरूको पूर्ण रूपमा अवलोकन गर्न सकिनुको साथै जुगल हिमाल त्यस्तै गरी गौरीशङ्कर हिमालको पूर्ण रूपमा मजा लिनु। त्यो छ नि दाइ, त्यो कार गएको छ नि, त्यो डिलबाट यस्तो खतरा गाउँ देख्छ नि तल, लास्ट चाहिँ खतरा छ, जाने हो त्यहाँ। फर्किने क्रममा यता खरिढुङ्गामा आइपुगेका छौँ है। हाम्रो साथीहरू पछि हुनुहुन्छ है, तपाईँहरूले देख्न सक्नुहुन्छ। त्यसैले अब हामी खरिढुङ्गा प्रवेश गर्दै गर्दाको दृश्यहरू तपाईँहरू हेर्दै रहनु भएको छ। ल कन्टिन्यू गर है, कन्टिन्यू है। त्यो छ नि दाइ, त्यो कार गएको छ नि, त्यो डिलबाट यस्तो खतरा गाउँ देख्छ नि तल, लास्ट चाहिँ खतरा छ, जाने हो त्यहाँ। जाने हो, जाउँ न ल, माथिबाट त्यहाँ बसौँ एकछिन। त्यहाँ हामी बस्छौँ अब एकछिन तल, त्यहाँबाट चाहिँ तलको दृश्यहरू चाहिँ एकदम राम्रो देखिन्छ। अहिले कुहिरो लागेको छ भने चाहिँ भन्न सकिन्न। यही हो दाइ, हेर्नु त तल। ल एकछिनै म कन्टिन्यू गर्छु। ल एकदम तलसम्म गाउँ चाहिँ यस्तो छरपष्ट छ, छरपष्ट तलतिर है। ल सट्टा आउ, सट्टा देखाएर आउँछ दाइले भन्नुहुन्छ भाइ। अनि यो मलाई त्यस्तो तपाईँको बोली दामी छ नि त। ल भिडियोमा फेरि पनि हाम्रो यो खरिढुङ्गा अथवा यो फिल्म सिटी खरिढुङ्गाबाट तपाईँहरूलाई हामी स्वागत गर्न चाहन्छौँ। अहिले हामी आइपुगेको चाहिँ खरिढुङ्गामा र अहिले हामी ब्याक टु केटिएम, हामी जुन हाम्रो प्रयोजनको लागि पुगेका थियौँ हामी दोलखा, त्यसबाट अब हामी अहिले फर्किँदैछौँ। र अहिले हामी रहेको ठाउँ चाहिँ कस्तो छ भने
यो चाहिँ तपाईँको नेपालको एकमात्र एकदमै चर्चित एकदमै ठुलो म्याग्नेसाइट फ्याक्ट्री भएको ठाउँ पनि हो यो। यसलाई खरीढुङ्गाको कारखाना अथवा भनौँ न यहाँ खरीढुङ्गा उत्पादन हुने क्षेत्र भएको कारणले यसलाई खरीढुङ्गा नै नामाकरण गरिएको छ। यहाँबाट चाहिँ तपाईँको सिन्धुपाल्चोक जिल्ला र दोलखा जिल्लाको सम्पूर्ण भूभागहरूको पूर्ण रूपमा अवलोकन गर्न सकिनुको साथै जुगल हिमाल त्यस्तै गरी गौरीशङ्कर हिमालको पूर्ण रूपमा मजा लिन सकिन्छ। सिन्धुपाल्चोक जिल्ला यो त मेरो चाहिँ देब्रेतर्फ रहेको जिल्लाहरू भनेको तपाईँको यो सिन्धुपाल्चोक जिल्ला हो। यो चाहिँ तपाईँको लिसङ्कु पाखर गाउँपालिका पर्दछ भने अब तपाईँको मेरो दाहिनेतर्फ रहेको भनेको भीमेश्वर नगरपालिका र अहिले हामी रहेको ठाउँ पनि भीमेश्वर नगरपालिका नै हो। र यहाँबाट देखिने भनेको चाहिँ अब गौरीशङ्कर हिमालहरू हजुर योभन्दा यतापट्टि छ गौरीशङ्कर हिमाल चाहिँ मेन गौरीशङ्कर हिमालको चुचुरो त्यहाँ रहेको छ। र अहिले हामी यहाँ चाहिँ टक्क ब्रेक लिएको छौँ। एउटा कुरो चाहिँ यहाँ सुधार गर्नुपर्ने पक्ष भनेको चाहिँ अब खरीढुङ्गामा आएर हाम्रो पर्यटकहरूले अथवा यहाँको चाहिँ आउने आगन्तुकहरूले चाहिँ पालना गर्नुपर्ने एउटा मुख्य विषय भनेको यत्रतत्र यहाँनिर चाहिँ फोहोर गरेको पाइयो होइन। अब त्यो फोहोर चाहिँ आज हाम्रो यो टिम नै मिलेर हामी चाहिँ जति सकिन्छ त्यति चाहिँ हामी सफा गर्ने हाम्रो योजना पनि रहेको छ। र अब यो जुन सफा गर्ने काममा चाहिँ सरिक भइदिनु हुनको लागि म अनुरोध गर्दछु है। र म आफैले अब यो सुरु गरेँ। परिवर्तन भनेको अब त्यस्तो देखाएर हामीले यो सफा गऱ्यौँ भन्न खोजेको पनि होइन। तर तपाईँको अब 6जना मान्छे यहाँ भइसके पछाडि हामी यहाँ आएर तस्बिर खिच्नु मात्रै ठुलो कुरा होइन, यहाँबाट हामीले मजा लिनु मात्रै ठुलो कुरा होइन। यहाँको सौन्दर्यता बचाउन सकियो भने नै यो आगामी पिँढीको लागि यो रहन्छ त। त्यो भएको कारणले हामी यो एरिया चाहिँ हामी अहिले क्लिन गर्नेछौँ है त। ल मैले सुरु गरेँ, तपाईँहरू पनि आउनु होला। अब ग्लोभ्सहरू ल्याइएन है, ग्लोभ्स त ल्याइएन अब यहाँ थुपारेर कम्तीमा राखिदियौँ भने यसलाई आगो लाउन सकिन्छ। कहाँ राख्ने आगो? हजुर कहाँ लाउने आगो? यसलाई जलाइदिन नि सक्यो नि त पछाडि। डस्टबिन स्थानीय सरकारले चाहिँ यो डस्टबिनहरू चाहिँ यहाँ ठाउँ ठाउँमा राखिदियो। कहाँ छ लाइटर? लाइटर त छैन, तर यसलाई हामी प्लास्टिकहरूमा पोको पारेर राखिदिने। सरहरू हजुरहरू पनि यहाँ हात लगाउँदा राम्रो होला है, मुख चलाउने भन्दा पनि के पर्दैन, यो त आफै मिलिहाल्छ। ल मैले के गर्नु होइन यो साथीहरु म त टिप्दैछु है, म अहिले तपाईलाई देखाउँछु नि टिप्दैछु म। मेरो म त टिप्दिन, आएर एकपल्ट यो फाल्छु। त्यो चाहिँ नभन्नु के गर्ला, यो यति चाहिँ टिप्दिउँ भनेको। पन्त ल्याएन कि पन्त चाहिँदैन नि, अहिले हात धुन नि त गएर म मोडेमा गएर तपाईँहरूलाई साबुन पानीले हात धुवाउन सक्छु। यस्तो उल्टो ठाउँमा गरेछ कि यो किन गरेको यो त्यहाँ ड्रिलमा भयो क्या, यो त्यो ड्रिलमा भयो क्या, त्यो गहिरोमा गर्नुपर्छ, आगो बाल्ने नै हो भने यहीँ गर्ने। यो त तलतिर फाल्यो भने डम्पिङ साइड हो यहीँ के दिए यहाँ बाल्यो भने हैन यो बिचमा केले बाल्नु छ म आगो बस्छ ढुङ्गा घस उ गर्ने ढुङ्गा घस्नु अब बालेर भयो नि म गरिहाल्छु। हेरे फेरि के भेट्दाखेरि कसो यो हाम्रो अचानक भयो त हेर, यो प्लान चाहिँ के हो यार, जे चाहिँ कहाँ भइरहेछ नि त्यही त। साथीहरु म चाहिँ सर्लाईबाट यहाँ दोलखा जिल्लाको यो खरीढुङ्गामा आएर सफा गरेको छु भने तपाईहरु चाहिँ यी स्थानीय व्यक्तिहरूले पनि र यहाँ आउने आन्तरिक पर्यटकहरूले पनि सफा गरेको खण्डमा अझ यो यसको सौन्दर्यता झन् थपिन्छ। यो फेरि देखाउन खोजेको चाहिँ होइन है, कहाँ देखाउनु खोजेको त हामीले भिडियो बनाउन खोजेको त नि होइन, गर्न खोजेको अहिलेसम्म जहाँ पुग्छ फोहोर चाहिँ देशसम्मको चाहिँ उठाउने गरेको छ हामीले। हामी आशिका तामाङको ग्रुपको हो होइन होइन हो बाल्दिङ भयो पहिला। ओ फोटो हाल्नु, फोटो भिडियो गरौँ कि फोटो गरौँ त मैले फोटो खिच्ने अब मलाई भाइ भ्याइ नभ्याइ छ है। यति चाहिँ गरिदिनु है, देखाइदिनु यो पानीले हात देखाउँदै यहाँ हाल्यो यो प्याड स्याड चाहिँ यार।